सुकुम्बासी हो हो नि हजुर, म सुकुम्बासी हो। हालिम सरी मोबाइल फुटालिम। सहरा भट्काउने छैन होला नि त है। सुकुम्बासीलाई छ नि, जापानमा किन व्यवस्था छैन, छ नि। रौसी खान पाइन्छ, नेपालमा पाइन्छ। रौसी नखाम भने खानु मन लाग्छ, पीडा छ, पीडा सुकुम्बासी हो नि त। अहिले रोक्नु त रोक्नु एकछिन रोक्नु। के होला? के अरे तपाईँ सुकुम्बासी हो नि हजुर, म सुकुम्बासी हो। ल मैले जापानमा अर्को सुकुम्बासी भेटाइसकेको छु है। नेपालमा मात्रै होइन जापानमा पनि सुकुम्बासीहरू छन् जसको गोजीमा खानलाई पैसा, हिँड्नलाई ट्रेन भाडा ट्रेन भाडा पनि नभएर बाटोमा कयौँ घन्टादेखि हिँडिरहेको देखिरहेको छु। के भन्न चाहन्छ सुकुम्बासीजी? तपाईँले त्यसरी हेर्न पाइन्छ? त्यसरी नसोधेर भिडियो बनाउनु तपाईँ? सरी मोबाइल फुटालिम। होइन धेरै न, धेरै न। होइन हौ सुकुम्बासीजी कता हो? सुकुम्बासीजी ब्याग कहाँ भेट्नु भयो सुकुम्बासीजी? टुडी खेलमा फाल्यो कि अस्ति बालेनको दोजा चलाउँदाखेरि, त्यहीबाट भेटाएर जापानतिर भिडेर एरोप्लेन यही भिडेर आएको म। के अरे थापाथलीमा भेट्नु भयो होला होइन? हिजो थापाथलीमा भेटाएर अनि यसमा धेरै थिएन, 2-4टा कपडा प्याक गरेर एरोप्लेनमा बसेर जापान आएको सुकुम्बासी हो। ठिक छ। अनि जापानमा चाहिँ व्यवस्था होला नि त सुकुम्बासीलाई, नेपालमा जस्तो अब सहरा भट्काउने छैन होला नि त है। सुकुम्बासीलाई छ नि, जापानमा किन व्यवस्था छैन, छ नि। बाटोमा खाना ड्रिङ्क्स खान पाइन्छ, रौसी खान पाइन्छ। नेपालमा पाइन्छ, पाइँदैन। बत्ती पसलमा गयो भने 5 रुपियाँ चढायो भने मुई राजा यहाँको भनेर हिँड्नु पर्छ नेपालमा। यहाँ त त्यस्तो छैन, खायो भने हिँड्ने लोट्ने हिँड्ने, यस्तै छ जिन्दगी। रौसी नखाम भने खानु मन लाग्छ, पीडा छ, पीडा सुकुम्बासी हो नि त।